गुड मर्निङ सबैजनालाई। हामी चाहिँ आज हाम्रो यात्रा चाहिँ धारापानीमाथि सुनकोटसम्म हल्का फुल्का रनिङ हल्का फुल्का हाइकिङ गर्दै जानला हामी दुईजना मात्रै, म अनि शिशिर डिसी सट्टा। यो चाहिँ आज हाम्रो सुरुवात यस्तोबाट छ। बिहानीको सुरुवात यसरी मिरमिरेमा चट्टा लाएर हेर्दै जानु होला। अहिले यस्तो छ, एकछिनपछि घराउँछौँ हामी। माथि चट्टा लाएर जुन हाफ मुन लाग्यो राम्रोसँग देखिया छैन। यसरी एकदम मजा आइरह होइन। गरन गर्न पाए झन् मजा हुन्थ्यो अरे। अघि नैबाट गरन चाहियो अरे यिनलाई। यो चोक के रहेछ भनेपछि गैरगाउँ टोल विकास संस्था स्केटिङ पार्क चोरको हो। स्केटिङ पार्क चोक होइन। अब एकछिनमा हामी उखुबारी पुग्छौँ सट्टा लाएर। ल गाइस, अब चाहिँ हाम्रो जगिङ सुरु भएको छ चट्टा लाएर। देख्न सक्नुहुन्छ तपाईँहरू। यसरी दौड्छौँ हामी। सिक्न चाहनुहुन्छ भने आउनु होला, सम्पर्क गर्नु होला। ल जगिङ गर्दै गर्छौँ। केही राम्रो ठाउँ देख्यौँ भने हामी तपाईँहरूलाई अवश्य देखाउनेछौँ। यता चाहिँ हाम्रो मूर्तिहरू बनाउने ठाउँ हो। तपाईँहरू देख्न सक्नुहुन्छ कि होइन, मूर्तिहरू चट्ट बनाउँछन् यहाँ। ल हेर्दै गर्नु होला। हामी रनिङ गर्दै गर्छौँ। तर पानी चाहिँ खानुपर्छ हेर शिशिर यार, हो कि नै? आजले एउटा चर्चा छ मार्केटमा, त्यो एउटा त्यसले भनेको छ कि ज्योतिषले, त्यो ऋषिले भने अनुसार चाहिँ आज डक्टरहरूले भन्छन् नि त यति पानी खाने यति यस्तै। तर खासमा चाहिँ पानी चाहिँ जब प्यास लाग्छ पानी खाने रे, जब भोक लाग्छ खाना खाने रे क्या। शरीरले कहिले दुःख पार्न अरे, किनभने खोज्या भन्दा धेरै पनि दिनुहुन्न अरे, कम पनि हुन दिनुहुन्न अरे क्या। त्यही भएर हामीले फेरि जब पानी खाइदिन्छौँ नि त डक्टरले भन्छन्। त्यही हो मेरो आजको ज्ञान चाहिँ, ज्ञान नम्बर 1। ठिक छ ठिक छ। हाम्रो चाहिँ यसलाई दाङ घराइमा स्वयं यमराज भनेर चिनिन्छ। ल फाइनल्ली हामी बबई खोलामा आइपुगेका छौँ। यहाँ अहिले ठ्याक्कै बिहानको 7 बज्यो। त्यही पनि यस्तो ढुडी लागिरह होइन। यहाँ यिनीहरू चाहिँ कस्तो भनेपछि एक जमानामा कुन बेला अरे त्यो दसैँ तिहारको बेला होइन, दसैँ तिहारको बेला सेतै फुल फुलेर भाइरल हुने ठाउँ यही हो। अहिले चाहिँ यस्तो छ पुरै। अहिले चाहिँ पानी नपरे पनि धेरै भयो, बर्खा महिना पनि होइन, त्यसैले खोलाको हालत यस्तो छ। जिउसँग देखिया पानी होइन। यो चाहिँ के हुन्छ त्यो बिमारी? महाभारतको पालामा माछा रहेछ नि यार, छ माछा छ। त्यस्तो जाडोमा पौडी खेल्दाखेरि ठिकै छ त माछा त छन्। माछा ठुल्ठुला नि माछा सुत्दैनन् नि? सुत्न त सुत्छन् होला। सुत्न कस्तो सुत्छन् क्या फेरि? क्वेसन आइसक्यो। ठुलो क्वेसन आयो होइन। पानी हलिरहेको ढुङ्गा नसुत्ने जनावर कुन अरे यार? नसुत्ने कुन र? अड्डेर सुत्ने त घोडा हो। सबभन्दा धेरै सुत्ने मान्छे हो आजकलको मान्छे होइन। सबभन्दा सुत्ने त ऊ होला, त्यो ऊ पाण्डा हुन्छ नि। पाण्डा होइन र? पाण्डा जस्तो मान्छे क्या र। खासमा खोला त उता हो यार हल्का। अब शिवरात्रि मेला छ 2 गते फेरि। 2 गते 3 गते हो? 2 गते सुनेको मलाई। आउने हो र? यार के आउने यार होइन। यही भिड हुने। बरु कतै यसो घुम्न जाम्ला बरु होइन। यस्तो छ खोलाको हालत। चट्ट लाएर
यसरी ढुडी लाहा होइन बबै मैले यस्तो गाइस कपिराइट लाग्छ कि नै यस्तो आवाज लाग्दैन लाग्दैन किन लाग्दैन यता पुरै सेवाली परेहा पानी परे हुन्छ नि सिम 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 पानी परे जस्तै फिल भयो होइन यो मौसम भवाले यस्तो छ हाम्रो तलदेखि माथिसम्म यस्तो छ हाम्रो तलदेखि माथिसम्म हिजोबाट हामी यही झोला बोकेर हिँडिरहेछौँ हिजोको गन्तव्य हाम्रो घोडदौरा थियो भने हेभेन रिसोर्ट होइन थियो भने आजको हाम्रो गन्तव्य सुनकोट यसको बारेमा केही भनिदिनुहुन्छ यस्तो हो सुनकोट चाहिँ के हो भने चाहिँ खासमा पाण्डवहरू शिवलिङ्गलाई पूजा गरेको मेन ठाउँ चाहिँ माथि हो माथि डाँडामा तर मन्दिर चाहिँ तल बनाएको माथि जान त हुन्छ भनेर हो कि तर मेन तिनीहरू बसेको चाहिँ माथि डाँडामा पाँच पाण्डवहरू होइन पाँच पाण्डवहरू स्वर्ग जाने बेला चाहिँ यहाँ आएर शिवलिङ्गको पूजा गरेर स्वर्गदारीको बाटो हुँदै स्वर्ग काटेर त्यही हामी पत्ता लगाउन आज जाँदैछौँ हो कि होइन हो कि होइन कस्तो छ रहस्य आइफोनले जुम गरी देखेँ ल यही बाटो त गाइडन मात्रै यही बाटो हुनसक्छ पाँच अनि त्यही त पाण्डव भनेको अहिलेको मान्छे अनि तपाईँहरूले कतिको थाहा छ कि नै नेपालको सबैभन्दा अग्लो त्रिशुल भएको ठाउँ पनि यही नै हो धारापानी मन्दिर यसो यो पाण्डेश्वरी मन्दिर हो नि खासमा पाण्डेश्वरी मन्दिर अब यो पालिको शिवरात्रि चाहिँ जेउस राम्रो हुने भयो यसो पिच रोडमा हिँड्न पाउने भयो अब ठोकिन्नन् ढुङ्गासँग छैन लोट्ने हुन्न पहिला जस्तो शिवरात्रिको बेला यता धुवा हुने भएन धुवा त हुन्छ शिवरात्रिको दिन नहुने होइन धुलोभरि हुने भएन बिहान हाम्रो सिजन भने आँप फल्यो भने दह र धारपानी रनिङ के गौती फल्यो भने गर्दौरा दौडिने त्यहाँ एकचोटि आँप आइनबाट हामी बिहान रनिङ पुलिस नउठ्दै आउने प्लान थियो कि हाम्रो फेरि बिहानै रनिङ आयौँ अनि के भयो भने चाहिँ माथि मन्दिरमा पूजा त गर्नु पऱ्यो चोरी पनि पाप धोएर पाप गरेर माथि भन्नु त्यहाँबाट पण्डितले भर्खर ढोका खोलेर रहेछ अनि के भने यो सुरुमा ढोका खोलेर पहिलो पूजा गर्ने बेला चाहिँ यहाँबाट निस्किन पाइन्न भनेर हामीलाई हात जोडाएर 10-15 मिनट अड्डायो यार हाम्रो मिसन त अर्कै छ फेरि लास्टै मिठो छ कि हात मार्को माथि देखेर अनि त्यो अड्डेपछि हामी पूजा गरेर एउटाले मान्छे हेर्न पठायो तर म रुख चढेको थिएँ तलबाट इन्सपेक्टर आयो तुलसी पूजाको दिन अनि रुख चढेको थिएँ पुलिस आएर फर्कायो ए भाइहरू तिम्रो टेरिङ गर्ने यस्तै हो चोरी भनेर आयो म मुडमा मैले के भन्दैछु सर यो त सरकारी होइन र जो चाहिँ खाइनुहुन्न र फेरि फर्काएर इन्सपेक्टरले आएर पाएको ध्यान छैन अब हामी ठ्याक्कै धारापानी मन्दिरको गेट अगाडिको भोजनालय आइरहेको छौँ उता जाने म यता अनि त्यता होला लेखेको छैन पार्किङ यता होला होला सायद यार ए त्यसको लागि इसारा देखा होला कार भ्यान पार्किङ क्षेत्र सोधौँ न बिहानीको सुरुवात लेमन टीबाट 2 कप लेमन टीबाट एकछिनमा समोसा आउँछ के अरे धारापानीको समोसा यस्तो छ सिस्टम यस्तो छ ल त सुरु गरौँ है
भर्खर नास्ता सास्ता खाएर हिँड्न लगाएको समोसा खाइयो 2टा के खाइयो समोसा खायो कि सिन्की खायो म अलि कन्फ्युज भएँ समोसा चुकेर भएर दिमाग खराब यार कस्तो लाग्यो तिमीले भन त नराटेर पसुकै गयो यार मेन गेट चाहिँ त्यो हो तर हामी चाहिँ यताबाट जान लाग्यो होइन ए यस्तो गराएर रहेछ त होइन श्री पाण्डेश्वर महादेव धाम घोराई रापानी ल अनि यसले कसरी मिलाउँछ नि त फेरि ए त्यहाँ मिलाउने मैले ख्याल गरेको थिएन यार धारा पानी हुनेमा रापानी छ ठिक छ मिलाउँछन् पछि यता चाहिँ जू उता जरायो सरायो छ एकछिन रेस्ट गरिरहन् केटाहरूले प्रोग्राम नि डाउन रहेछ यार तर हो कि तिमीले यत्तिकै गराइयो कि मलाई गरायो सुरुमा अब हाम्रो नाति नातिनीहरूले फेरि यो पुर्खादेखि चल्दै आएको नियम हो भनेर यसलाई त्यस्तै हो कि जिन्दगी यो रुख हो कि हामीले आँप्छ चोरी सबै चोरी मिठो चाहिँ सर्नकै गइको त फस्यो यहाँ चाहिँ आरती सारती भने चट्ट लाएर गर्छ यो चाहिँ धारापानीको मूल मन्दिर भनेको यो हो होइन यो चाहिँ मेन मन्दिर के छ के भनाइ छ यसको भनाइ त्यही हो यो रुख चाहिँ काटेर बनाउने भन्दा अर्को दिन फेरि अड्डा छ अनि यो रुखको बोक्रा पर्समा राखेपछि पैसा आउँछ भन्छ नि तर होला कि राखेँ कहाँ चाहिँ निकाल्ने त अनि त्यति निस्किँदैन त्यही अब तिमी गरिबै मर्ने लेखेर चल खुवाउनु त मार्के अब पैसा आउँदैछ क्या अरे भएको पैसा सक्ने त के भन्छु हामी चाहिँ अब संसारकै भनौँ होइन के नेपालको संसारकै त हो संसारकै सबैभन्दा अग्लो शिवको त्रिशूल भएको ठाउँ 50 फिट हो क्या यो 50 फिट 50.50 अग्लो त्रिशूल भएको ठाउँमा आइपुग्यौँ यहाँ चाहिँ मान्छेहरू फोटोसोटो खिच्ने टिकटक सिकअप बनाउने अजालभरि बडो चलिरह यो चाहिँ नन्दीको कानमा गएर केही माग्ने पुग्छ कानमा दुलै छैन के माग्ने त हो कि नै यो चाहिँ यति अग्लो छ यसरी हेर्नुपर्छ यहाँबाट यसरी हेर्नुपर्छ अनि यो चाहिँ शिवको के डमरू भयो पहिला थोकेर अहिले त नेपाल पछि परे यही कारण त हो यार विदेश हेर न यार कति सफा हुन्छ यार होइन गीत जान्दैन हामी चाहिँ सुनकोट खडकदेवी मन्दिरको प्रवेशद्वारमा आइसकेको छौँ अब यहाँ चाहिँ हामी सर्लकै उकालो लगभग 1.5 किलोमिटर जति जान पर्ने हुन्छ अब दूर नि त म गराउँछु भिडियो ल रेडी 1 2 3 ल टेन्सन त भइगयो मैले ठ्याक्कै भर्खरै सम्झेँ यार मैले किन सम्झेँ भनेपछि ठ्याक्क ऊ भयो नि भर्खर नै पसिना आयो नि त अनि त्यहाँबाट ठ्याक्कै सम्झेँ क्या
अनि त्यहाँ हालिन पनि पाइन् त हामीले हामीलाई सिँढी बनाउने तयारी भइरहेको रहेछ यार पुल बनाइरहेको दाइहरूले पानी दिएर ठुलो धर्म गर्नुभयो कस्तो लागिरहेको तिमीलाई कस्तो ठ्याक्कै पानी चाहिँ हाल्न भुलिएछौँ क्या यार अब यस्तै छ अब यो सबले फोडेर तल बाटो बनाइराखन् सिँढी गरेर राखन् यो सब ढुङ्गाहरू मान्छेले आफै स्वयं हातैले फोडेर गराउनु रहेछन् कहिले हो हुने वास्तै छ तल यत्रो ढुङ्गा थियो यार यो ढुङ्गा पनि होला पक्कै अनि रुख काट्ने ढुङ्गा फोड्ने धेरै टाइम लाग्ने भयो यस्तो जङ्गल छ हिँड्ने नि यार बहुत सङ्घर्षवाला पाण्डेहरू रहेछन् पहिला जानु पुरै जङ्गल हुँदो हो क्या अनि भयो रेस्ट इन पिस त होइन होला तर एकछिनमा चाहिँ रेस्ट इन पिस गर्नुपर्छ तर हाम्रो पैदल यात्रा के तर त्यो चाहिँ बडो यादगार हो कि यार हामी वहाँ जाने बेला के दियाङमा जाने बेला के आमामा कति घन्टा हिँड्यौँ बड्डा हामी यार होइन फेरि यस्तो बागदुलाबाट डाइरेक्ट पनि गएनौँ फेरि त्यहाँ गएर त्यसरी गर्दा झन् पऱ्यो फेरि त्यस्तो यार है तरिका तर अनमोल दाइले सम्झिन्छु कहिले कसो त्यो बेलाको अरू त्यो याद छैन अझ खाना खाने बेला जुगा निकाल्दै खाँदै हो क्या भात खाने बेला त यार जुगा के कति लाग्थ्यो र जुगा पनि यार त्यही म्याच गर्दा नि हामीले निकालिदिएको 15 ओभरको म्याच 98 टार्गेट ल्याएको थिएँ 4.5 हामीले अनमोल दाइले त्यो म्याचमा राति हाल्यो अनि अर्को दिन राति त्यही सेमी फाइनल थियो कि अनि अर्को दिन राति आएपछि तपाईँहरू निस्किनुहोस् यहाँ लफडा हुन्छ भ्याइन्छ तपाईँहरूले यस्तो गर्ने प्लान गरिराख्नु भन्दै फर्स्ट सेकेन्डको प्रमाणपत्र फर्स्टको विनिङ प्राइज दिएर टिका सिका लगाएर राति 9 बजी अनि कहानी हो त्यो पछि पटका देखेर गाउँले पुलिस बोलाइदियो अनि हरेक बााउन्ड्रीमा यत्रो आलु बम लिएर पिचमा फालिदिन्छ त्यहाँ पुलिस आए हामी एउटाले छोप्यो त्यही हाम्रो टिमको एउटाले छोप्यो पछि फेरि अर्को गएर लिएर आइन्छ फाइनल दिन सक्यो त्यहाँबाट के भयो भने टिम म्यानेजर चाहिँ ट्रफी लिएर अगाडि आउनुहोस् भनेर हाम्रो म्यानेजरको यत्र म्यानेजर गयो त्यहाँबाट बियर बोतल खोल्यो भने त्यसै उडाउदै स्टेजमा गाछन् परेदेखि फेरि असै छ ट्रफी लिनु बेला बियर उडायो भने पुलिस फेरि साइडमा ओ त भसकै चाहिँ उ रहेछ यार होइन ए फाइनल उकालो यही हो ठिकै हो यार होइन पुरै बजारै भरिराख्यो ओ लभली यार वाउ खुब बिहान गरौँ त एउटा त्यहीँभरि टलाएर होइन
खान्छौँ। केएनजी क्याफिन मेड इन विराटनगर। मेड इन विराटनगर नेपाल। यो तल जानेवाला रहेछ यार। नम्बर सिलाइ माप पाऊ मैले बिताएँ। यही नै हो खडकदेवी मन्दिर धारापानी। मेन मन्दिर खासमा चाहिँ यो हो। भन्थ्यो भन्छन् फेरि शिवलिङ्गको पूजा गरे तल यो चाहिँ चलन फेरि जहाँ पनि छैन। अब बनाउनु पर्छ। बिहानीको सुरुवात। ओ सिंह पनि रहेछ यहाँ। यो ढुङ्गाको पनि यार होइन। यो अहिले बाँचेर रियल हुने रे सानो छ यसलाई त के गर्ला रे सानो त यार। किन नगर्ला गरिहाल्छ नि। ठ्याक्कै सल्लाह र पिपलको बर र पिपलको बुट्टा हाँस्न चट्टा यस्तो छ। मान्छेले यस्तो राम्रो गराछन्। बर त छ पिपल ए होइन हो र चिउरी हो यो त। बर र चिउरीको लप्पा पिपल छैन त यार कि मरिसक्यो र। यस्तै हो केटी हुने स्वार्थी एक्लै छोडेर गइछ नि बरलाई। केही छैन मर्छ। आर प्लस के यो त के लेख्या RENUKA रेणुका। आर प्लस के रेणुका सही छ यार। पुरै ढुङ्गा मात्रै गराएर निर्मित भएर चाहिँ यो। ल ठिकै छ आजको लागि यति नै। फेरि अब अर्को भ्लगमा भेटौँला होइन। त्यही भन्दै थिएँ यहाँबाट अलिक वन जङ्गलमा बाँदरहरूको खासै कमी छैन। ल धन्यवाद सबैजनालाई माया देखाइदिनु होला। ल हामी चाहिँ माथि घुमेर झर्न लगाइसक्यौँ ओह्रालो। अघि न बाई भनेको थियौँ फेरि एकछिनपछि बाई भन्छौँ हामी। म है केही छैन मार्की उकालो चौरार मेरो पछि अझै हिरो भनेर अगाडि गएको छन्।